अहिले जताततै हल्ला छ 80% सम्म तपाईले फाइनान्सिङ पाउनुहुन्छ 80%। तर 80% भनेको चाहिँ के हो त, कसरी पाउनुहुन्छ? तपाईले घर जग्गा सम्बन्धी कारोबार गर्दाखेरि 80% सम्म त्यो चाहिँ भनेको तपाईको टोटल भ्यालुएसनको 80% रहेको छ। अब तपाईले कुनै पनि घर जग्गा किन्दै हुनुहुन्छ र त्यसको भ्यालुएसन निकालिन्छ भने त्यो निकालेको भ्यालुएसनमा चाहिँ तपाईले 80% सम्म तपाईले होम लोन, ल्यान्ड लोन सम्म पाउनुहुन्छ। तपाईले कुनै पनि फर्स्ट ल्यान्ड पर्चेस गर्दै हुनुहुन्छ, प्रोपर्टी पर्चेस गर्दै हुनुहुन्छ भने त्यसमा चाहिँ 80% सम्म पाउनुहुन्छ। अब तपाईको त्यसमा आएको कुरा भनेको तपाईको स्यालेरी हेरिन्छ, पहिलाको लोन हेरिन्छ। कुनै पनि अब तपाईले पहिला पर्चेस गरिसक्नु भएको छ, घर जग्गा पर्चेस गरिसक्नु भएको छ, लोनको माध्यमबाट गर्नुभएको छ भने तपाईले 70% सम्म पाउनुहुन्छ। तपाई कुनै पनि घर जग्गा किन्दै हुनुहुन्छ भने तपाईले यो अहिले जुन ट्रेन्ड चलिरहेको छ 80% सम्म लोन भन्ने कुरा छ, त्यसमा विश्वास नगरिकन तपाईले कुनै पनि जग्गा हेरिरहनु भएको छ, तपाईको बजेटमा छ भने त्यो बजेटको 50% सम्म तपाईले चाहिँ लोन लिन सक्नुहुन्छ। कुनै पनि घर जग्गा सम्बन्धी कारोबार गर्दै हुनुहुन्छ भने भवानी हाउसलाई सम्पर्क गर्नुहोस्।